हेलो गाइज, नमस्ते नमस्कार। अहिले तपाईहरुमा आरटी सरको साथमा एउटा डायनामिक शिक्षाको संसार सृष्टि कोचिङ सँगसँग जोडिसक्नु भएको छ। जहाँ आज म तपाईहरुको यो कजेटिभ भर्ब सम्बन्धी सबै खाले कन्फ्युजनलाई हामी छुमन्तर गर्ने कोसिस गरेका छौं। मलाई आशा छ यदि तपाईहरु केही मिनेट मसँग बनिराख्नु हुन्छन् भने आज हामी पटक पटक सुनिराखेको कजेटिभ भर्ब जो साच्चै तपाईहरुको हरेक एक्जामको लागि एउटा सञ्जीवनी बुटीको काम गरिराख्ने यो कजेटिभ भर्बलाई आज हामी चुटकीमा मसल्ने प्रयास गरेका छौं। त आउनुहोस्, यो कजेटिभ भर्ब के हो त? यस कजेटिभ भर्ब्स भन्नाले हामी खासै भन्ने हो भने हामी के बुझ्छौं त? यो कजेटिभ भर्ब्स भनेको यस्तो भर्ब्स हो जहाँ कर्ता आफै कुनै काम नगरी अरूलाई कार्य गर्नका लागि मोटिभेट गर्छन्। त्यो कार्य अरूबाट कसरी गराउँ भने उहाँलाई कन्भिन्स गर्न खोज्छन्, उहाँलाई अलाउ गर्न खोज्छन्। यी र यस्ता सेन्टेन्सेसहरुका संगालोका निम्ति आज हामी कजेटिभ भर्बसँग कुरा गर्न जाँदैछौँ। आउनुहोस्, यी कजेटिभ भर्ब्स भन्नाले कस्ता कस्ता भर्बलाई कजेटिभ भर्ब बुझ्ने त साथीहरु हो। यो कजेटिभ भर्ब भन्नाले हामी जेनरली ह्याभ लाई कजेटिभ भर्ब भनिराखेको हुन्छौं त। हाम्रो ह्याभ चाहिँ कजेटिभ भर्ब अन्तर्गत आउँछ है। यो ह्याभ यस्तै हामी गेट कजेटिभ भर्ब्स, यस्तै हामी यो मेक या हाम्रा कजेटिभ भर्ब अन्तर्गत आउने। यस्तै हामी लेट कजेटिभ भर्ब्स, हेल्प कजेटिभ भर्ब्स। यति मात्रै होइन साथीहरु, हामी धेरै जसो ठाउँमा जब हामी एक्जाम फेस गरिराखेको हुन्छौं भने त्यहाँ हामी के हेर्ने गर्छौं त? हामी प्राय कजेटिभ भन्नाले हामी हेल्प मात्रै होइन, हामी फोर्सलाई लिइराखेको हुन्छौं। फोर्स, अलाउ, यस्तै हामी फॉरबिडेन यी र यस्ता वर्ड्सहरुलाई हामी कजेटिभ भर्बको रूपमा युज गरिराखेका हुन्छौं। तर यति मात्रै होइन साथीहरु, यी कजेटिभ भर्बको यति बुझेर हामीसँग केही हुनेवाला छैन नै। यी कजेटिभ भर्ब्सहरुलाई अब हामी सेन्टेन्समा लग्दा हामी कसरी प्रयोग गर्ने त? खासै यसलाई हामी आफ्नो भाषामा, हामी ल्याङ्ग्वेजमा कसरी युज गर्ने त? यसका निम्ति हामी यो कजेटिभ भर्बलाई बुझ्नु अति नै जरुरी पर्न आउँछ। यस कजेटिभ भर्बलाई बुझ्दिनका निम्ति हामी केलाई दुई पार्टमा राख्ने गर्छौं। एउटा हामी के त कजेटिभ भन्नाले हामी प्यासिभ फर्मेसन र एक्टिभ फर्मेसनको कुरा गरिराखेको हुन्छौं। अर्थात् केही यस्ता कार्य हामी हेर्छौं जहाँ हामीलाई के लाग्छ कि हामीले काम आफै नगरी अरूबाट गराउँछौं। तर गराउने व्यक्तिको जसरी हामी यहाँ हेर्नु त है, यहाँ हामी जब हेर्न आउँछौं है, एकैछिन है, कजेटिभ हामी जब यहाँ हेर्छौं, यदि तपाई भनिराख्नु भएछ म केस काट्छु, केस काट्छु, म केस काट्छु, इट मीन्स यहाँ यो केस काट्ने जुन काम, यो काट्ने जुन काम हो म आफै गरिराखेको छु। यहाँ कुनै डोरर छैन हामीसँग, हामी केस कोबाट गराउँदै छौ यो थाहा छैन, म आफू काटिरहेछु। त्यसले हामीसँग यो कजेटिभ भएन नि। यो हाम्रो सिधा हामी टेन्समा राखेर यसलाई बनाउँछौं। लाई टेन्समा राख्छौं हामी। यसको हामी टेन्स पहिचान गर्छौं। हामी कुन टेन्स हो, म केस
काट्छु। बडो सिम्पल हुन्छ, तपाईहरु मजाले यसलाई बनाइलिनुहुन्छ। आई व्हाट कट और आई ड्रेस हेयर। इट मीन्स यु आर ए बार्बर। केस तपाई आफै काटिराख्नु भएछ। तर जब यही सेन्टेन्सलाई हामी यसरी भन्न पुग्छौं है, यसरी भन्न पुग्छौं, म केस कटवाउँछु, कटवाउँछु। ल अब हेर्नु त साथीहरु, म केस कटवाउँछु। ल यहाँ हामी के पायौं त? कटवाउँछु। यहाँ अस्पष्ट हामी के हेर्यौं साथी कि म केस जुन काट्छु होइन, म त अब केस कटवाउँछु। केस काट्ने व्यक्ति त पक्कै अरु जना होला, म आफै काटिराखेकै छैन। त्यसले अब यो तपाईको कुन भर्ब हुने भयो त? कजेटिभ हुने भयो। के त? कजेटिभ भर्ब हुने भयो। यहाँ जुन हामी भर्ब अप्लाई गर्छौं यो सेन्टेन्सलाई बनाइदिनका निम्ति त्यो भर्ब चाहिँ हाम्रो के हुन जान्छ त? कजेटिभ भर्ब हुन जान्छ। अर्थात अब यी र यस्ता सेन्टेन्स हामी बनाइदिनका लागि हामीसँग आउने भर्बहरु के त? अब त हामीसँग थुप्रै एक्सन भर्बहरु छन्। अब सबै भर्बलाई त हामी कजेटिभको रूपमा युज गर्दैनौं। त हामी जब पाइहाल्छौं कि हाम्रो सेन्टेन्स कजेटिभ हुन गयो, अर्थात एउटा अझ तपाईलाई बुझ्ने तरिका हामी के बताउन चाहन्छु त? कजेटिभ भइदिनका निम्ति तपाईको सेन्टेन्स को लास्टतिर यदि वाउ वाउ है, आऊ, लगाऊ, लगाऊ, यी र यस्ता प्रत्ययहरु यदि छ भने तपाई सिधा बुझ्नु यो वाक्य हाम्रो अब कजेटिभको सहायता लिएर मात्रै हामी बनाउन सक्छौं। अब यस्ता कजेटिभकै जब जरुरत पर्न जान्छन् भने हामी कजेटिभको भर्बमा कुन युज गर्ने त? तब हामी अस्पष्ट भयो। भर्खर हामी कुरा गर्यौं, हामीले यस्तो अवस्थामा कजेटिभको रूपमा ह्याभलाई युज गर्न सक्छौं है, हामी गेटलाई युज गर्न सक्छौं, हामी मेकलाई युज गर्न सक्छौं, हामी लेटलाई युज गर्न सक्छौं, हामी हेल्पलाई युज गर्न सक्छौं। यति मात्रै होइन, हामी कजलाई युज गर्न सक्छौं है, हामी फोर्सलाई युज गर्न सक्छौं, हामी अप्लाईलाई युज गर्न सक्छौं, हामी आस्कलाई युज गर्न सक्छौं, हामी फिडलाई युज गर्न सक्छौं, हामी फरवर्डलाई युज गर्न सक्छौं, हामी फरवर्डेडलाई युज गर्न सक्छौं। यी र यस्ता भर्ब्सहरुलाई हामी कजेटिभको रूपमा युज गर्न सक्छौं। तर यसका निम्ति तपाईले फर्स्टमा बुझिदिनु के पर्छ? कजेटिभ हो के त? त कजेटिभ भइदिनका निम्ति अस्पष्ट हामी के बुझ्दियौ? हाम्रो वाक्यको लास्टमा यदि यस्ता खाले आइरहेछ, वाउ, आऊ, लगाऊ जस्ता प्रत्ययहरु छन् भने हामी मजाले बुझ्यौ। अब त यहाँ के हुने भयो त? कर्ता आफै काम नगरिकन अरूबाट काम गराइराखेको अवस्था छ। It means when your subject doesn't do anything, he only motivate, he only force, he only convince, he only allow to do something to other one. So you should take it as a causative verbs. So यी causative verbsहरुलाई हामी कसरी अध्ययन गर्ने त? साथीहरु हामी अस्पष्ट के छौ, यी कजेटिभ भर्बलाई बुझ्दिनका निम्ति हामी दुई तरिकाले युज गर्छौं। हाम्रा कजेटिभ भर्बको जब उपस्थिति हुन्छन् भने हामी बडो अस्पष्ट भइसकेका हुन्छौं। यहाँ के त हेर्नुस् है, म केस कटवाउँछु। या अस्पष्ट के भएछ? केस त आफै काटिरहे छैन, केस कटवाउँछु, केस कटवाउँछु। तर त्यो काट्ने व्यक्ति को? यति मात्रै स्पर्श साथीहरु है, यति मात्रै स्पर्श कि अरूबाट कटवाउँछु, आफै काटिरहेको छैन। तर म यदि काट्ने व्यक्ति कोही होला, यहाँ राम हाम्रो केस काटिराख्यो होला, श्याम हाम्रो केस काट्छ होला, या नाई भने ब्याबर जसलाई हामी हजाम भन्छौं है, हामी सैलुनमा गएर कोही मान्छेसँग आफ्नो केस कटवाइराखेका छौं मजाले भने त्यो व्यक्तिको नाम यहाँ अस्पष्ट भएन कोसँग कटवाउँछु भनेर।
यी गुणका आधारमा यस्तै वाक्यका बनावटका आधारमा हामी कजेटिभलाई दुई पार्टमा राख्ने गर्छौं। यदि यही वाक्यलाई हामी यसरी लेख्न पुग्यो भने हेर्नु त, म हरिसँग या हरिबाट हरिद्वारा केस कटवाउँछु। हेर्नुहोस् है, म हरिसँग केस कटवाउँछु, यहाँ अस्पष्ट भयो। म केस कटवाउँछु, यहाँ तपाईसँग अस्पष्ट आयो वाउँछु। आफै तपाई काटिराख्नु भएको छैन, तपाई कटवाइराख्नु भएछ। अब तपाई यदि केस कटवाइराख्नु भएछ भने पक्कै यो सेन्टेन्स कजेटिभ भर्बको सहायताले बन्न खाले भयो। अब यहाँ कटवाउँछु भने अब तपाईले चिन्ह दिनुपर्ने कि यस कजेटिभमा एजेन्ट छ, जोसँग जुन व्यक्तिसँग हामी केस कटवाइराखेका छौं त्यो व्यक्ति तपाईको अस्पष्ट आइसक्यो। यसरी यदि कजेटिभ भर्बले जुन व्यक्तिसँग काम गराइराखेको हुन्छ त्यो व्यक्तिलाई लिएर आइदियो भने, त्यो व्यक्तिलाई साथमा लिएर आइदियो भने तपाईको सेन्टेन्स यो कजेटिभ विथ एजेन्ट हुन जान्छ। अर्थात् डोरेट सहितको कजेटिभ भर्ब हुने भयो, एजेन्ट सहितको कजेटिभ भर्ब हुने गयो। यदि तपाईको वाक्यमा जो व्यक्तिसँग काम गराइराखेको छ त्यो व्यक्ति अस्पष्टै छैन, त्यो व्यक्तिको नामै क्लियर छैन भने तपाईको यो सेन्टेन्स कजेटिभ विदाउट एजेन्ट हुन जान्छ। यसरी हामी कजेटिभलाई दुई पार्टमा राखेर हामी अध्ययन गर्छौं। त आउनुहोस् साथीहरु, यस्ता कन्फ्युजनलाई हामी एकैछिनमा हामी तपाईहरुको मन मस्तिष्कबाट सदा सदाका लागि हटाउने प्रयास हामी गरिराखेका छौं। त यसका निम्ति हामीले अझ एकचोटी जान्नु के पर्ने हुन्छ त, हामीले कजेटिभ विदाउट एजेन्ट, के त कजेटिभ विदाउट एजेन्ट, बडो मजाको सेन्टेन्स हामी पाउँछौं अब त्यही के कजेटिभ विदाउट एजेन्ट। अर्थात् यस्ता कजेटिभ जहाँ हामीले जुन व्यक्तिसँग काम गराउँछौं त्यो व्यक्तिको नाम अस्पष्ट भएको हुँदैन त। अर्थात् हामी भर्खर कुरा गर्यौं, म घर रङ्गवाउँछु, अस्पष्ट हुनु साथीहरु है। यदि तपाई यसरी भनिराख्नु भएछ के त, म घर रङ्गवाउँछु है, म घर रङ्गवाउँछु, एकैछिन है ध्यान दिनु होला है, म घर रङ्गवाउँछु, म घर रङ्गवाउँछु। एकदमै क्लियर हुने भयो तपाईहरुको, म घर रङ्गवाउँछु अर्थात् तपाई रङ्गिराख्नु भएको छैन, तपाई रङ्गवाइराख्नु भएको छ। यानी कि जब तपाई यहाँ हेरिराख्नु छु वाउ अस्पष्ट भयो कि तपाईको घर रङ दिने व्यक्ति कोही अरु छ। भले तपाई त्यसलाई जुनसुकै तरिकाले मोटिभेट गर्न सक्नुभयो होला, तपाई स्ट्रङली रूपले मोटिभेट गर्नुभयो होला या त विकली रूपले मोटिभेट गर्नुभयो होला, तपाई पैसा दिएर गराइराख्नु भयो होला या तपाई एकदमै उहाँलाई उत्साहित गराइराख्नु भयो होला। तर पक्कै तपाई आफू काम नगरेर अरूबाट गराइराख्नु भएछ, यो क्लियर छ। तर जो व्यक्तिसँग तपाई गराइराख्नु भएछ त्यो व्यक्ति यहाँ छैनन्, अर्थात् एजेन्ट छैनन्। यदि एजेन्ट छैनन् भने हामी अस्पष्ट के भइदिनुस् कि यस्ता सेन्टेन्सेसहरूलाई हामी कजेटिभ विदाउट एजेन्ट भन्छौं। यति मात्रै होइन, यसलाई हामी इम्परेटिभ मुडमा पनि राख्न सक्छौं है साथीहरु। यसलाई मजाले हामी यसरी पनि भन्न सक्छौं, घर रङ्गवाऊ, घर रङ्गवाऊ, रङ्गवाऊ है। हेर्नु होला है, घर रङ्गवाऊ, ध्यान दिनु होला। यो के हुने भयो त, तपाईले फेरि यदि तपाईको कुनै साथी होला, तपाईको दोस्त होला, तपाईको घरकै मेम्बर होला, तपाईले भनिराख्यो होला चाड पर्व आइसक्यो घर रङ्गवाऊ, यो त भनेर नि कि घर रङ्ग रङ भने तपाईले भनिराख्नु भयो होला रङ, यहाँ तपाई कर्ता हुनुहुन्थ्यो।
तर तपाईलाई के भनिदिएछन् कि घर रङ्गवाऊ, मतलब यो अवस्थामा मैले अरूसँग रङ्गवाउनु पर्ने हुन्छ नै साथीहरू। तर कोसँग रङ्गवाऊ, कोसँग रङ्गवाऊ? अब जो व्यक्तिसँग रङ्गवाऊ त्यो व्यक्तिको नाम यहाँ स्पष्ट छैनन्। यस्तो अवस्थामा हाम्रो यो सेन्टेन्स के हुन जाने भयो त? कजेटिभ विदाउट एजेन्टलाई हामी इम्पेरेटिभ मुडमा पनि युज गर्यौं, इम्पेरेटिभ फर्मेसन पनि हामी बनायौं। त हामी के स्पष्ट हुनुस्, यदि तपाई सेन्टेन्सलाई चिनिसक्नु भएछ कि हाम्रो सेन्टेन्स कजेटिभ विदाउट एजेन्ट भयो, त कजेटिभ विदाउट एजेन्टमा हामी कुन कुन भर्बलाई एप्लाई गर्छौं त? नहिचकिचाउनुस्, नरुक्नुस्, नझुक्नुस्, आउनुस्। यस समस्याको समाधान हामी तपाईहरुको सुमन्तर गर्दैछु त। हेर्नुस् त के छ त? मजाले तपाई यही लिनु, सब्जेक्ट प्लस हैव, गेट प्लस थिंग्स। थिंग्स मीन्स ऑब्जेक्ट। ध्यान दिनुला है, ऑब्जेक्ट भन्नाले हामी जहिले पनि कुनै वस्तुलाई अब्जेक्टको रूपमा अप्लाई गरिराखेको हुन्छौं। ध्यान दिनुलाई, यदि तपाई सेन्टेन्सलाई सिम्पल कुनै टेन्समा युज गरिराख्नु भएछ भने तपाईको अब्जेक्ट तपाईको व्यक्ति पनि हुन सक्छन्, कुनै व्यक्तिमाथि तपाई काम गर्न सक्नुहुन्छ। तर यो कजेटिभ फर्मेसनको बेला तपाईको अब्जेक्ट जुन बन्ने काम गर्छ, जो जहिले पनि कुनै थिंग्स नै तपाईको अब्जेक्ट बन्छन् भन्ने ध्यान दिनु होला। कारण कि तपाई काम गराउनुहुन्छ भने काम तपाई नोट लेखाउन सक्नुहुन्छ, तपाई घर रङ्गवाउन सक्नुहुन्छ, तपाई आफ्नो गाडी धुवाउन सक्नुहुन्छ, तपाई आफ्नो खाना पकाउन सक्नुहुन्छ, तपाई आफ्नो केस कटवाउन सक्नुहुन्छ। भने जुनसुकै काम गराउनु भने त्यो काम भनेकै तपाईको अब्जेक्ट आयो। त यी फर्मेसन हामी युज गरिराखेको हुन्छौं, सब्जेक्ट प्लस हैव और गेट प्लस थिंग्स प्लस। यो जहिले पनि पार्टिसिपल फर्मलाई युज गर्नुस् है, वर्ब 3 लाई युज गर्नुस्। यहाँ यसलाई हामी अर्को हामी सिम्पल भाषामा सुन्दा यो हाम्रो के हो त? प्यासिभ फर्मेसन पनि हो। के रे? प्यासिभ फर्म पनि हो। यो प्यासिभ फर्म पनि हो हाम्रो, स्पष्ट हुनु, प्यासिभ फर्म हो। अब यो सेन्टेन्सलाई यदि हामी सहायता लिन्छौं भने स्पष्ट तपाई के हुनुस्, मजाले तपाईसँग हेर्नु त तपाईको सब्जेक्ट, त तपाई सब्जेक्टको ठाउँमा के हाल्नु त? म मीन्स आई। यसपछि तपाई यो दुवै मध्ये कुनै एउटा अप्लाई मजाले गर्नुस् है, नहिचकिचाउने। तपाई ह्याभ पनि युज गर्न सक्नुहुन्छ, गेट पनि युज गर्न सक्नुहुन्छ, तसर्थ तपाई मजाले यहाँ आई ह्याभ और आई गेट। यसपछि तपाईको के आउने भयो त? थिंग्स मीन्स के रङ्गवाउनु छ तपाईलाई? थिंग्स भनेको तपाईको अब्जेक्ट इज मीन्स घर। इट मीन्स आई ह्याभ र आई गेट माई होम, माई होम। इट मीन्स होम पेन्टेड, पेन्टेड। है साथीहरु, यहाँ माया थप्न सक्नुहुन्छ नि। आई हैव और गेट माई होम पेन्टेड, माई हाउस पेन्टेड। यसरी तपाई मजाले जानुस्, यति मात्रै नघबराउनु। मजाले तपाई यहाँ के बुझिदिनुस् कि यो भनेको अहिलेको यो सेन्टेन्स जुन छ सिम्पल प्रेजेन्ट टेन्स हो, र यो सिम्पल प्रेजेन्ट टेन्सको यो एक्सन भर्ब हो भन्ने बुझ्नुस्। तपाई मजाले यसलाई अब टेन्स चलाउन सक्नुहुन्छ। तपाईसँग 12 वटा टेन्स छन्, तपाई कुनै पनि टेन्समा यसलाई मजाले चलाउनुस् है, चलाउन सक्नुहुन्छ। यदि तपाई यसलाई भनिराख्नु भएछ म घर रङ्गवाउँदैछु, ध्यान दिनुस्, म घर रङ्गवाउँदैछु। तपाईको यो के हुने भयो त? प्रोग्रेसिभ फर्म हुने भयो। अब यस बेला तपाई यो नझुक्नुस् कि अब म त यो कजेटिभमा के अप्लाई गरौँ त? स्पष्ट हुनुस्। वाउ वाउ छ भने तपाईको कजेटिभ हो भने क्लियर बुझ्नुस्। त्यसपछि अब कजेटिभमा यो के हुने भयो त? दैछु, दैछु। इट मीन्स कजेटिभ भर्ब नै तपाईको प्रेजेन्ट कन्टिन्युअस टेन्समा जाने भयो। अनि प्रेजेन्ट कन्टिन्युअसमा जाने भयो भने यसलाई त हामी चलाउन सक्छौं नि। यही नै तपाईको भर्ब 1 थियो, यो भर्ब 1 थियो।
अब यसलाई मजाले तपाई चलाउनुस् I am having or I am getting my house or house painted ल यसलाई बडो अस्पष्ट हुन साथीहरु म पटक पटक धेरै आफ्ना विद्यार्थी भाइहरुसँग के कम्प्लेन सुन्दै आएको छु तपाई यहाँ जब टेन्स बदल्ने बित्तिकै यहाँ चेन्ज गर्न खोज्छन् है यस्तो गल्ती कहिले पनि नगर्नुस् है यो तपाईको पार्टिसिपल फर्म रहेकै रहिरहन्छन् तपाई यसलाई जुनसुकै टेन्समा लाग्नुस् तपाई यहाँ मात्रै चेन्ज गर्नुस् तपाईको यो भर्ब चाहिँ एक्सन भर्ब हो र तपाई आफ्नो टेन्स अनुसारको यहाँ मजाले तपाई के गर्दै जानुस् त हेल्पिङ बार हाल्दै जानु यदि तपाई यसलाई प्रेजेन्ट परफेक्ट मा हालिराख्नु भएछ भने के हाल्नु I have had or got my house painted हो तपाईं यसलाई फ्युचर टेन्स बनाउनु सिम्पल फ्युचर बनाउनु है सिम्पल फ्युचर के छ सब्जेक्ट प्लस शैल और विल है सब्जेक्ट प्लस शैल विल यसमा किन घबराउनु त हामी यार मजाले हामी यो गरौँ नि I shall what have I shall have or shall get my house painted बुझ्नुभयो त हामी मजाले यसलाई के गर्न सक्छौं त हामी कुनै पनि टेन्समा हामी ड्राइभ गर्न सक्छौं र यति ध्यान एउटा आज म तपाईहरुलाई के क्लियर दिन चाहन्छु त कहिले काहीँ हामी के बुझ्छौं त यदि हामी आई बचाले हामी have get लगाउँदै गयो यदि तपाईको यो नै बदल्ने भएमा हेर्नु त यही नै बदल्छ है उनी के गर्छिन् त कपडा धुवाउँछिन् उनी आफ्नी कपडा धुवाउँछिन् ध्यान दिनु है उनी आफ्नो कपडा धुवाउँछिन् अस्पष्ट हुनु साथीहरु है अब यहाँ उनी चाहिँ कपडा आफै धुन्छिन् भने त क्लियर छैन यहाँ के छ त उनी आफ्नो कपडा धुवाउँछिन् यो अघि नै म एउटा संजीवनी बुटी जस्तो कुरा के गरे त तपाईको वाक्यको लास्टमा यदि वाउ आउ लगाउ छ भने क्लियरली बुझ्नुस् कि यो तपाईको के हुने भयो त पॉजिटिभ हुने भयो अब पॉजिटिभमा मात्रै तपाईले के बुझिदिनु पर्छ कि हाम्रो पॉजिटिभ विथ एजेन्ट हो कि पॉजिटिभ विथ आउट एजेन्ट हो यानी कि जब तपाईको वाक्यमा जो व्यक्तिसँग हामी काम गराइराखेको हुन्छौं जुन व्यक्तिलाई हामी कन्भिन्स गरिराखेको हुन्छौं जुन व्यक्तिलाई हामी फोर्स गरिराखेको हुन्छौं जुन व्यक्तिलाई हामी अलाउ गरिराखेको हुन्छौं त्यो व्यक्ति अस्पष्ट छैन त्यो व्यक्तिको नाम हुँदैन त्यतिबेला हामी उलाई के बुझिदिनु त यो पॉजिटिभ विदाउट एजेन्ट हो अनि पॉजिटिभ विदाउट जब एजेन्ट हुन्छ भने मजाले हामी किन यसमा घबराउने त यार मजाले हामीसँग फर्मुला छ नि त हामी मजाले अप्लाई गरौँ सब्जेक्ट प्लस have get प्लस अब्जेक्ट प्लस verb 3 खाली तपाई यति त बुझ्नु पहिला आफ्नो वाक्यलाई पकड्नुस् समझ्नुस् कि तपाईको यो एजेन्टको साथमा आएछन् कि बिना एजेन्टको आएका छन् यदि एजेन्ट सँग आए छैनन् भने तपाईको वाक्य पॉजिटिभ विदाउट एजेन्ट हुने भयो र यो पॉजिटिभ विदाउट एजेन्टलाई मजाले हामी के गरौँ त सब्जेक्ट प्लस have get प्लस अब्जेक्ट प्लस verb 3 को फर्मलाई हामी अप्लाई गरौँ यसैको फलस्वरूप हामी यहाँ के गर्छौं त अब तपाईको उनी तपाईको सब्जेक्ट सी हुने ग सी यहाँ अलिकति तपाईहरुको कन्फ्युजनमा दूर के गर्ने खोजेको तपाईसँग have छ तपाईसँग get छ त के तपाई सी सँग पनि have लगाउन सक्नुहुन्छ हुन्न हो हामी के गर्छौं त हामी जसरी यसले रूप बदल्छन् यसको हाम्रो सब्जेक्ट जसरी बदल्छन् यो सब्जेक्टको फर्म अनुसार यसलाई हामी चलाउँछौं यो हाम्रो सिंगुलर सब्जेक्ट हुने भयो भने यसको सिंगुलर फर्मेसन हामी खोजौं यो हाम्रो सिंगुलर सब्जेक्ट हुने भयो भने हामी यो गेटको पनि सिंगुलर फर्म खोजौं न त हामी मजाले के गरौँ त
सी सँग अब हामी हैज अप्लाई गर्छौं के त हैज और सी सँग हामी के गर्छौं त गेट्स सी हैज और सी गेट्स her dresses her clothes her dresses हेर्दै जानु तपाई यहाँसम्म आइसक्नु भयो अब केही रुकावट हुँदैन म अघि नै भने तपाईहरुलाई तपाई हामीसँग बन्नुस् न तपाईले भाषाको लागि रुक्नु पर्छ न शब्दको लागि झुक्नु पर्छ तो सब्जेक्ट प्लस हैज गेट हर ड्रेसेस हामीले भर्ब 3 त दिने हो नि त काम के गर्छौं दुबाउँछौं यहाँ तपाईको भर्ब लुकेका हुन्छन् त है चोर यहाँ लुकेका हुन्छन् हेर्नु होला है हामी के गर्छौं त वास्ट ल अर्थात तपाई यसलाई जुनसुकै टेन्समा चलाउन सक्नुहुन्छन् तपाईको टेन्स बदल्ने बित्तिकै त्यो टेन्ससँग सम्बन्धित तपाई हेल्पिङ भर्ब लाउनुस् अनि यसलाई त्यही अनुसार भर्ब 4 चाहिएको छ कि भर्ब 3 चाहिएको छ कि भर्ब 5 चाहिएको छ त्यो टेन्सको अनुसार यो चल्दै गर्छन् यदि तपाई सिम्पल टेन्समा हुनुहुन्छ सिम्पल प्रेजेन्ट टेन्समा भए हुनुहुन्छन् भने मजाले तपाई के गर्नु तपाई आफ्नो सब्जेक्ट अनुसार यसलाई चलाउनुस् तपाई यसलाई पास्ट फर्ममा पनि राख्नुस् तपाई मजाले गर्नु ऊ घर रंगवायो ऊ केस कटवायो ऊ खेत जोतवायो है मजाले के गर्नु त ऊ खेत जोतवायो हेर्नुहोस् है ऊ आफू जोतेन नि त जोतवायो ऊ खेत जोतवायो है यहाँ मात्रै हामी के गर्यौ त हाम्रो टेन्स बदल्यो सिम्पल पास्टमा हामी गयो सिम्पल पास्टमा गयो भने हामी सिम्पल पास्टमा त हाम्रो अर्को कुनै हेल्पिङ भर्ब आउँदैनन् हामी भर्ब 2 डाइरेक्ट अप्लाई गर्छौं भर्ब 2 अप्लाई सब्जेक्ट प्लस भर्ब 2 अप्लाई गर्छौं इट मिन्स हाम्रो सब्जेक्ट यहाँ ही छ है ही सँग हामीले डाइरेक्ट भर्ब 2 चाहिएको त भर्ब 2 कहाँ जाने हामी दिल्ली जाने त होइन खोज्न हामी मुम्बई जाने खोज्नु होइन हामी धरती भित्र जानु छैन आकाशमा जानु छैन हामीसँग छ यहाँ रे हामी किन यहाँ अवतार्ने यसलाई हामी चलाउन त यसलाई हामी भर्ब 2 बनाउँछौं भने हामी भर्ब 2 बनाउँछौं मजाले हामी के गर्छौं had और यदि गेट वाला फर्म बनाउनु छ हामी के गरौँ त got के जोतवाउँछौं त अब हामीसँग अब्जेक्ट चाहियो के चाहियो त field dog जोतवाउँछौं plucked के रे plucked यसरी हामी यो कन्फ्युजनहरुलाई हामी मजाले दूर गर्न सक्छौं साथीहरु म तपाईहरुसँग एउटा अझ के कुरा गर्नेवाला थिए त यहाँ हेर्नुस् त तपाईहरुलाई यो म भने थिए कि यस सेन्टेन्सलाई हामी मजाले केमा चलाउँछौं त इम्परेटिभ मुडमा पनि चलाउँछौं भने इम्परेटिभ चलाउँदा घर रंगवाऊ है हलुवा बनवाऊ कॉपी चे गरवाऊ है यी यस्ता सेन्टेन्स बनाउनको लागि हामी बुझ्नु इम्परेटिभ छ त्यो इम्परेटिभ छ भने इम्परेटिभ सेन्टेन्स हाम्रो त भर्ब 1 बाट चल्ने हो त्यसको स्टार्टिङ नै भर्ब 1 बाट गर्छौं भने हामी मजाले यहाँ यसलाई काटौ अब यसलाई काटौ र हाम्रो भर्ब यहाँबाट छ भने मजाले यहाँबाट लिउ त है हामी के गरौ त have और have सँग गर्नु छैन भने मजाले हामी के गरौ त get हामीले अर्डर गरिया छ भने हामी के गरौ have your house painted have your house painted केस कटवाऊ हामी के भन्नु छ अब केस कटवाऊ भने के गरौ त मजाले हामी के गरौ त केस कटवाऊ यसरी हेर्ने बित्तिकै तपाई इम्परेटिभ बुझ्नु भयो अब इम्परेटिभ बुझ्नु भयो भने हामी के गरौ त इम्परेटिभलाई हामी कहाँबाट सुरु गरौ बाट सुरु गरौ या गेटबाट सुरु गरौ मजाले हामी के गरौ त गेट योर हेयर कट और ड्रेस्ड यस गेट योर हेयर
कट। यसरी तपाई यो कजेटिभ विदाउट एजेन्टलाई मजाले तपाई बुझ्न सक्नुहुन्छ। यसमा मलाई लाग्दैन तपाईसँग हिचकिचाहट हुनेछन् जस्तो लाग्दैछ है। अब यी कजेटिभहरूलाई तपाई नेगेटिभ फर्मेसन दिन सक्नुहुन्छ, क्वेशन प्याटर्न दिन सक्नुहुन्छ। जुनसुकै फर्ममा लाग्नुस्, मजाले तपाई यहाँ नहिचकिचाउनुस्। ल तपाई एउटा सेन्टेन्सहरु बोल्नु त, कुनै एउटा सेन्टेन्स बोल्नु त कजेटिभ विदाउट एजेन्ट है। एउटा सिधै नेपाली बोल्नु, म त्यसलाई ट्रान्सलेट गर्छु। म आफ्नो जुत्ता मरम्मत गरवाउँछु। ल हेर्नुस् है, म आफ्नो, ध्यान दिनुलाई, म आफ्नो जुत्ता मरम्मत गराउँछु या ऊ आफ्नो है, के भन्नु त एकैछिन, ऊ आफ्नो जुत्ता मरम्मत गरवाउँछ, गरवाउँछ है। ऊ आफ्नो जुत्ता मरम्मत गरवाउँछ। यसमा तपाई नहिचकिचाउनुस्। तपाई मजाले पहिला यो सेन्टेन्सलाई पकड्नुस्। यो तपाईको के हो त? सेन्टेन्स कहाँ जाँदैछ त है साथीहरु? म धेरैचोटि भने यो सामान्य सेन्टेन्स होइन। यदि बुझिदिनु भयो भने तपाईको लागि यो एकदमै इजी, बुझ्नु भएन भने अलिकति गाह्रो त हुन्छन्। त्यसले तपाई अलिकति मसँग भनिराख्नुस्। तपाईलाई यो बुझाउने म एकदम एउटा सञ्जीवनी बुट्टीको जस्तोमा काम गर्ने यहाँ मन्त्र हामी दिँदैछौँ। तपाईको मन्त्र हुनेछ एउटै कि तपाई मजाले यहाँ पहिला पकड्नुस् तपाईको सेन्टेन्स के हो त, कजेटिभ हो कि होइन भनी तपाईलाई म मजाले भर्खर सिकाए के त तपाईको वाक्यको लास्टमा यदि वाउ है, एकचोटि फेरि बुझ्नु, वाउ आउ है, लगाउ लगाउ है, यस्ता प्रत्ययहरू छन् भने तपाई त्यो वाक्यलाई सिधा पकड्नुस् कि यो तपाईको कजेटिभ वर्बसँग रिलेटेड सेन्टेन्स हुने भयो। यस्ता एउटा च्याप्टर हुन् जसले तपाईको इंग्लिशलाई एकदमै फ्लुएन्ट बनाउँछ। तपाईको यो स्पोकन ल्याङ्ग्वेजमा सधैँ युज भइराख्ने च्याप्टर भएको हुनाले आज मलाई मन लाग्यो तपाईहरुसँग यो कजेटिभ कन्फ्युजन छ त्यसलाई म सदा सदाको लागि दूर गरौँ भन्ने हिसाबले म आएको छु। त आउनुहोस् तपाईको यस्ता कन्फ्युजनलाई हामी एकदमै एउटा सरल तरिकाले हामी हटाउने कोसिस गरिराखेका छौं। यसलाई तपाई अलिकति ध्यान दिनुस् है। ऊ आफ्नो जुत्ता मरम्मत गरवाउँछ। यहाँ हामी मजाले बुझ्यौं कि यो तपाईको सेन्टेन्स कजेटिभ हुने भयो। तर तपाईको यो सेन्टेन्स कोसँग जुत्ता मरम्मत गराउने हो? यो जुत्ता मरम्मत गर्ने व्यक्तिको, त्यो व्यक्ति यहाँ स्पष्ट आएन, अर्थात तपाईको एजेन्ट आएनन्। तपाईको एजेन्ट नआएकै कारण यो सेन्टेन्स तपाईको कजेटिभ विदाउट एजेन्ट हुने भयो। अनि कजेटिभ विदाउट एजेन्ट हुने बित्तिकै तपाईसँग म फर्मुला भर्खर हेराए कि तपाईको फर्मुला के हुनेछन् त? सब्जेक्ट प्लस हैव और गेट प्लस ऑब्जेक्ट प्लस वर्ब 3। र यहाँ तपाई क्लियर के हुनुस्, म भर्खर तपाईहरुलाई धेरैलाई बुझाउने प्रयास के गरे कि तपाईको यो जुन रहेछन् हैव और गेट, यो एक्सन वर्ब हो साथीहरु है, एक्सन वर्ब हो। यो तपाईको जुनसुकै टेन्समा चलिरहने हो। तपाई टेन्स जसरी जसरी बदल्नुहुन्छ त्यसरी त्यसरी बदलिरहन्छ। तपाई आफ्नो कर्तालाई, तपाई आफ्नो सब्जेक्टलाई जसरी जसरी बदल्नुहुन्छ त्यसरी यो बदलिरहन्छन्। त्यसैले यसमा तपाई नाच्नुस्, मजाले तपाई यो सेन्टेन्सलाई अब यो फर्मुलाको सहायताले अगाडि हेर्नुस्। यो फर्मुला मात्रै होइन, यो तपाईको रामबाण हो। तपाईको यो भाषाको लागि रामबाण साबित हुनेछन्। तपाई कजेटिभ सम्बन्धी सेन्टेन्स बनाउदिनको लागि यो फर्मुला तपाईको रामबाण हुनेछन्। त आउनुहोस् यसको सहायताले हामी कसरी हामी छुमन्तर गर्ने प्रयास गरिराखेका छौं त। मजाले आफै हेर्नु त। ऊ भनेको के त? हि है,
ही। त्यहाँ टेन्स पनि एकचोटि मिलाउनु, म आउँछु है, सिम्पल प्रेजेन्ट टेन्स। सिम्पल प्रेजेन्टमा हामी डाइरेक्ट के हाल्छौँ त, सब्जेक्ट प्लस V1 और V5 हाल्छु भने तपाईको सब्जेक्ट ही हुने भयो। तपाईँ V5 युज गर्नुहोस्। V5 युज गर्नाले हामी के गर्छौँ त, हैज। यदि तपाईँ यो गेटको फर्ममा जानुहोस् त के हाल्नुहोस् त, गेट्स। त्यसपछि तपाईको अब्जेक्ट चाहिएको छ भने तपाईँ अब्जेक्ट तपाईको के त, सु है, के त, मरम्मत गराउनु है। यहाँ ध्यान दिनु, जुत्ता मरम्मत गराउनु भनेको मेन्डेट, के रे, मेन्डेट, सु मेन्डेट। यसलाई हामी जसरी पनि पार्टिसिपल फर्म युज गर्नु भनेर हामी पहिला नै युज गरेको है। अब साथीहरु यसमा तपाईँ नआत्नु, मजाले तपाईँ यसको टेन्स परिवर्तन गर्न सक्नुहुन्छ भने म पहिला नै भने, यसलाई तपाईँ नेगेटिभ पनि बनाउन सक्नुहुन्छ, यसलाई तुनसुकै फर्ममा तपाईँ ट्रान्सफर्म गर्न सक्नुहुन्छ। अब यसलाई यदि तपाईँ ट्रान्सफर्म गरिराख्नु भएछ भने, यदि तपाईँ नेगेटिभ प्याटर्न मागिराख्नु भएछ यसको है, नेगेटिभ मागिराख्नु भएछ है, कसैले तपाईले भने ल यसको नेगेटिभ बनाइदिनु है, नहात्नुस्, मजाले आउनुस् त है। यो तपाईको के छ त, यदि तपाई सिम्पल प्रेजेन्टलाई कसरी नेगेटिभ बनाउनुहुन्छ, यदि तपाईसँग कसैले भन्छ है ही इट्स राइस, ही इट्स राइस, मजाले तपाई किन ही डजन्ट इट राइस, सी प्लेज फुटबल, सी डजन्ट प्लेज फुटबल है। आई राइट अ लेटर, आई डोन्ट राइट अ लेटर। इट मिन्स तपाईको यो भर्ब 1 या सिम्पल प्रेजेन्टमा यसरी नै चलाउनुहुन्छ। भर्ब 1 छ भने हामी के गर्छौं, डु नट प्लस भर्ब 1 गर्छौं है। तपाईसँग भर्ब 5 को प्याटर्न छ भने के गर्छौं त, डजन्ट प्लस भर्ब 1 गर्छौं है। यही त हो नि त, यही हो, अरु केही होइन। मजाले हामी के गर्नु त, ही डज नट है। यसलाई अब हामी के गर्छौं, डु अर डज लागेपछि हामी भर्ब 1 मा जानुपर्छ भने हामीले मजाले थाहा छ भने हामी मजाले के गर्नु, भर्ब 1 बनाउँदाखेरि हामी के गरौँ त, ह्याभ। और यसलाई युज गरिराख्नु भएछ भने हामी गेट है, सु सु है, माई सु है, माई सरी हिज सु है। यहाँ मजाले तपाईँ के गर्नु, नआत्तिनु है, यहाँ एकैछिन है, एकैछिन है ल, ओहो है, एकैछिन तपाईँ मजाले यहाँ के गर्नु त, ल यो है बिग्रियो रे भाइ, एकैछिन है। तपाईसँग म यहाँ कुरा गरेको छु, ऊ आफ्नो है, यहाँ म एकछिन फेरि यहाँ रोक्दैछु है, ऊ आफ्नो जुत्ता मरम्मत गराउँछ है। मजाले गरौँ है। हामी सिम्पल प्रेजेन्टमा छौं, हामी मजाले यहाँ के गर्छौं, हाम्रो फर्मुला के थियो त, सब्जेक्ट प्लस हैव गेट अब्जेक्ट है। हामी मजाले गरौँ, ही हैज और ही गेट्स हिज सु है, मेन्डेड मेन्डेड, नआत्नुस् है। अब तपाईँ यसलाई यदि बनाइसक्नु भयो भने अब यसलाई नेगेटिभ बनाउनु छ। म अघि नै भने तपाईँ जुनसुकै प्याटर्नमा जानुस्, नआत्नुस्, नडराउनुस्, नहिचकिचाउनुस्। तपाईँ सिधा हामी भर्खर हामी सिकाए, हाम्रो प्राविधिक गडबडी यहाँ केही हुने भयो। हामी मजाले यहाँ के गर्यो त, भर्ब 1 थियो भने हामी के गर्छौँ त, डु नट प्लस भर्ब 1। हामीसँग यदि भर्ब 5 छ भने हामी के गर्छौँ त, डजन्ट प्लस भर्ब 1। यदि तपाईसँग V2 छ है, यही प्याटर्न हुन सक्छ जुन बिना हेल्पिङ भर्बको आउँछ सेन्टेन्समा है। V2 छ भने हामी मजाले के गर्नु त, डिड नट प्लस V1। यी फर्मुला हामी याद गरेर बस्नु एकैछिन है। हामी मजाले अब नेगेटिभ प्याटर्न दिनुस्। हामी के गर्न सक्छौँ यहाँ त, हामी मजाले के गर्नु, ही डजन्ट have his shoe, mandate नआत्नुस् है। यदि तपाईँ यसलाई यसनो प्याटर्न दिइसक्नुभएछ, यसनो दिनु भने त्यहाँ किन आत्नु त है, डज ही है, have his shoe mended है।
तपाईँ यसलाई जहाँ पनि लाग्नुहोस् है, यसलाई इन्टरोगेटिभ नेगेटिभ, यसलाई पनि नेगेटिभ बनाउनु त है। डज ही नट have his shoe mended। ल साथीहरु है, अब यहाँ तपाईलाई ट्याग पनि बनाउनुस्, तपाई एस्नो बनाउनु, तपाई जुनसुकै फर्ममा लाग्नु ट्याग बनाउनु भने यसलाई पहिला लेख्नु है। he has his shoe mended। मजाले यहाँ आउनुहोस् है, नआत्नु है। अब सु मेन्डेड तपाईको यहाँ ट्याग आउने भयो, ट्याग आयो भने यहाँ किन गर्छौँ हामी केले लु त यहाँ भर्ब 5 हामीसँग छ भने हामी मजाले के गरौँ त डजन्ट ही है त। हामी डब्ल्युएच क्वेशनमा जान्छौँ, हामी डब्ल्युएच क्वेशन बनाउँछौँ भने हामी केले बनाउँ त, हामीसँग डब्ल्युएच हो झन्डै हामीसँग के छ त वाट छन्, हु छ, हुज छ, वेयर छ, वेन छ, वाइ छ, धेरै छ नि त। अब जुनसुकै छ साथीहरु, हामी डब्ल्युएच बनाउँछौँ भने हामी मजाले केले बनाइदिउँ त भन्नु त केले बनाइदिउँ। ल भाइले के भन्छ व्हाटले बनाइदिउँ है। अब व्हाटले बनाऊ या वेयरले बनाऊ या व्हाई बनाऊ, जे पनि बनाऊ न या त। व्हाई डज ही have his shoe mended है। ल यी र यस्ता समस्याका समाधानका लागि हामी तपाईसँग आइसकेका छौं। तपाई यसलाई क्वाजेटिभ विदाउट एजेन्टलाई तपाई जुनसुकै टेन्समा लाग्न सक्नुहुन्छ, तपाई जुनसुकै प्याटर्नमा लाग्न सक्नुहुन्छन् भने यो कुरालाई सधैँका लागि तपाई यदि याद गरेर बस्नुभयो भने मलाई आशा छ, मलाई भरोसा छ तपाईहरु यो क्वाजेटिभ विदाउट एजेन्टको समस्यालाई तपाई छुमन्तर गर्न सक्नुहुन्छन्। तपाईसँग यी र यस्ता क्वाजेटिभ कहिल्यै पनि एउटा समस्या बनेर उभ्दैनन् भने जस्तो लागेको छ। हस्त साथीहरु, यति भन्दै म आफ्ना अघिल्ला भिडियोमा क्वाजेटिभ विथ एजेन्ट का सम्पूर्ण समस्याका समाधान लिएर आउने छु भन्ने बच्चा गर्दै आजको लागि तपाईहरुसँग बिदा चाहन्छु। हस्त तपाईको दिन शुभ होस्। थ्यांक यू, हैव अ नाइस टाइम टु यू, क्याच यू लेटर, थ्यांक यू।